आयो आयो यतै ढलाउँछ होला पहिचान गुमाइदिए यार बोल न हेर्नुहोस् यो लामो समयदेखि धेरै शताब्दी अगाडिको यो साँझको रुख लम्कीको पहिचान आज यो रुखलाई बिदाई गरिँदैछ। यो लम्कीबाट यो हाम्रो पूर्व लम्कीतिर रहेको यो साँझको रुखलाई आज हामी यसलाई बिदाई गर्दैछौँ र यसले 10औं पुस्ता खाइसकेको हो। यसले सम्पूर्ण लम्कीवासीको इतिहास बोकेको रुख र यसले लम्कीका हरेक मान्छेको चरित्र सबै यो रुखले भन्न सक्थ्यो। के छोडिसक्यो भने डर मान्दैन त त्यो पर कहिले काहीँ वास्स भएर उता धकालिन्छ नि रुख त। मा धेरै त नधकल यार त्यो यहाँ पनि पुग्नु सक्छ थाहा छ कि छिट्का आउँछन् नानी यता आँखामा छिट्का चालन टोपी उड्ला है होला टोपी आजदेखि यो सासको ल यहाँ आउनु यहाँ यता आउनु हार्ने थियो तर सडकमै फालिदियो यार।